हेलो गाइज नमस्ते। आज चाहिँ हामीहरू हाइट गुम्बा जान लागेको मामासँग। ल यस सब्सक्राइब प्लिज च्यानल वेलकम टु माई। आज हाम्रो राइड यताको बब्बाल रहेको छ। वेलकम टु नमस्ते ओपन ब्लग। Hello, hi, this is me, Varun Krishna. Today we are going to the Gumba house. Okay. के भन्ने आज रमाइलो छ शनिबारको दिन है। आज भान्जाहरूसँग रमाइलो गर्नु माथि देखाइदियो त कहाँ कति टाढा छ यहाँबाट देखिन लाग्छ त्यो गाउँ पनि यहाँसम्म चाहिँ हामी जाने त्यो रमाइलो गर्नुपर्छ। आज के अरे मोटो भ्लग चाहिँ है एकदम रमाइलो हुनेवाला। रमाइलो हुनेवाला। एउटा बाइकमा 3 जना हामी जान लाग्छौँ। हाम्रो गल्ली र चौक हो सर। बिहानको पूजापाठ युरोपको लाइटर दिनभरको गम्ता केटाहरू जन्म 5000को प्लट पोखरेलीसम्म ट्राफिकले चिटकाएको हुन्छ मलाई साइकल गोजीमा सुको छैन 500को फाइन छ साला मोड ए यस्तो पाराले हाम्रो जीवन गुल्ला र दिनभरको तनावले फ्यामिलीले बुझ्छ र दुखिरहेको छ मेरो मन क्या हुन्छ झन् बाइक चढ्न पर्छ तर पुग्छ दिने बस अङ्कीले आजकल पारा पर्छ झन् लौ राइडर साथी हो हुनुपर्छ जम्मा पब्लिक गाडी चढ्न छोडी राइडर मात्रै दिमागमा सरकारको नि ध्यान जाओस् राइडर बढोस् कानुनमा। तर हामी 3 जना छ कानुन लिचेको उतै माथि हो यो वाला बवाल छ है त। व्हाइट गुम्बातिर गइरहेको होइन हामी सिधा पहिलाबाट व्हाइट गुम्बाको उकालोतिर गइरहेको छौँ। आज रमाइलो गर्न खोजेर है यहाँ चाहिँ पिस यो एरिया छ क्या होइन पिसफुल एरिया छ होइन रमाइलो छ यो आज एकदमै रमाइलो हुनेवाला छ। मोड हेर त मोड कुरा नबोल्नु भन्नुभएको छ पछाडिको हाम्रो राजु यो बस्नु है। यहाँबाट उकालो पनि बप्पालो उकालो छ। बाबा सिन्छ ल बबाल छ त त्यही माथिको उकालो Yes. Kalau tak danger. हामी 3 जना फेरि धन्यवाद। यो त बब्बाल छ त ल।
यहाँ पानी देखेर त ल रोड पनि बबाल छ क्या फेरि पानी लागेको पछाडिको सिट के हो यस्तो पछाडिको देखाउने कि अगाडि आजको सिटमा बम्बाल डेटिङ आएर सिनामो कराते जस्तो लागिरहेको हामी त्यही बेला यही बेला हामी तिनजना यही यो डाँडामा बाइक चलाएर जान लाग्थ्यो यो कहानीले के मेरो त गएको थियो डाँडामा यो डाँडातिर स्वर्ग देख्थ्यो यसरी भने के यो पानी यो पानीको डाँडा चाहिँ स्वर्ग चाहिँ लाग्थ्यो दुईजना केटीको फोटो नै खिच्थ्यो दुईजना केटीहरू सबै फोटो नै खिच्थ्यो हामीलाई हेर्थ्यो त्यसपछि भान्जाले केही कुरा भन्थ्यो मामा रेस्टुरेन्ट पनि रहेछ तल जाने सिधै यो त हो होइन पैसा तन्न छ होइन पैसा त गोजीमा तन्न छ घुम्नको लागि रोडको कन्डिसन त यो त दामी बाटो हुनुपर्ने हो नि त पानी मात्रै होइन क्या सपना देखाइदिन्छु म यो बाटो कस्तो होस् थाहा छ यो बाटोको यो यहाँसम्म पुरै किनारै फुलै फुल होस् ल होइन अनि चोकमा यस्तो बस्ने चौतारा होस् कि होइन यो जसरी हामी ठगाइ मार्दाखेरि हामी रोडमुनि बस्थ्यौँ नि त्यस्तै यता छेउछाउतिर ठुल्ठुला रेस्टुरेन्टहरू होइन जस्तै अमेरिका अरू रेस्टुरेन्टहरू हुन्छ नि त जस्तै नेपालको तिर्सराको म एकदम गर्छु क्या तिर्सरालाई धेरै प्रमोट गर्न चाहन्छु होइन नेपालको तिर्सला भयो अनि मेन रोड भयो होइन यस्तो क्याफेमा जुन बेला म वेटर काम गर्थेँ नि त्यो बेला चाहिँ म के सोध्थेँ भने यो भिडमा होइन क्या त्यो चाहिँ डाँडाको छेउमा चाहिँ त्यस्ता रेस्टुरेन्टहरू हुनुपर्छ क्या जहाँ दुईजना केटा र केटी माया प्रेमको जोडीमा बाँधिएका होइन त्यस्तो क्या खतरा स्वर्ग म स्वर्गमा रहेछु नि त होइन म स्वर्गमा रहेछु क्या मेरो अगाडि मुची दुईवटा बाटो छ क्या एउटा बाटो मुची तल छ एउटा बाटो माथि छ होइन मनमा त्यस्तै बनिरहेछ होइन एउटा बाटो मेरो सपना पुरा भयो जस्तो लाग्छ अर्को मलाई छैन गोजीमा पैसा जस्तो लाग्यो मैले सोचिरहेको छु सबै कुराहरू जब म एक्लो थिएँ म यो सहरमा मान्छे दोरी परे दुनियाँको भिड तर लाग्दैन थियो डर किनकि मनमा थियो डर अघि बढ्ने मेरो सोच मुची जेको मनमा लाग्छ त्यही गर अघि बढ बाइकमा चढेर उकालो कसैको छैन यहाँ
मतिलो भएको छोरा हुनुहुन्छ अघि बढ्दैछु जब म लडिरहेको 20 सहरमा त्यहाँ खोजिन पैसा थिएन बस्ने ठाउँ थिएन साथीले मलाई जहिले हेला गर्थ्यो जहिले पनि आफ्नो ठाउँ दैन थियो मलाई के भयो जब डाँडाको छेउतिर एउटा पुरानो बस्ती जस्तो झुपडी देखियो त्यो झुपडी के हो मलाई थाहा थिएन वरिपरि सबै बाँझो खेत छैन अन्न उम्रेको अहिले पनि रोड मेरो सहरमा त्यही पनि छैन बनेको जोसुकै आओस् सरकार मुठी 2 दिनमा छ ढलेको हामीलाई के भन्नु गर्नुपर्ने मलाई छाउ लागिसक्यो पुत्रो यो बाइक चलाउँदा चलाउँदै भान्सासिरी यो हो मेरो कुरा सुन 5 जना कुरा खेलिरहेको थियो वरिपरि हामी थिए बिचमा के गर्ने भन केटाहरू सोच्दै थिए रमाइलो गर्नुपर्छ केटाहरूसँग म सोच्दै थिएँ तर पछाडि बोल्ने मान्छे कोही छैन चुपचाप छ 2 जना मेरो पछाडि मलाई केही गरौँ जस्तो लाग्यो मैले बाइक रोकेँ कडा कडा म हात मिलाइरहेको थिएँ त्यति बेला ल त्यो के भन्छ यहाँ त स्वर्ग नै हो यहाँ त स्वर्ग नै हो यहाँ त होइन हामी सोचिरहेको थियौँ कि यहाँ त स्वर्ग नै हो भनिरहेको थिएँ होइन स्वर्ग नै रहेछ भान्साली होइन पानी तेरो छेउमा एउटा सुबासी हेर न हे बब्बाल छ मलाई लागिरहेछ के अचम्म भयो म त होइन कलाकार एउटा गल्लीको स्टार म त थिएन एउटा कलाकार गल्लीको स्टार मेरो वरिपरि थिए 2-4 साथीहरू जब यो ठमेलको बजार मेरो वरिपरि केटीहरू कम्मरहरू भाँचिरहेथे तरुनी खतरा भनिरहेथे मेरो भान्सा सिरी जब मेरो पछि नाना थरी बोलिरहेथे कुरा गरिरहेथे मैले भन्दे भान्सालाई भान्सा तेरो घरमा सानो एउटा परी जस्तै माया गर्ने बुढी खोजिसक्यो मेरो कुरा बुझ मामाले भान्साले फेरि त्यति बेला मुसु हाँस्दै केही कुरा भन्दै मलाई मामासिरी सुन न जिन्दगी भनेको यस्तै त हो के नै फरक पर्छ र बिहे गरे ठिक छ ऊ मेरो बुढी मलाई थाहा छ तर पनि किन मलाई केही गरौँ जस्तो लागिरहेछ भन मामासिरी के हो त्यो हाल खाल जब म सोचिरहेको थिएँ मनमा कुराहरू जब खोलिरहेको थिएँ भनिरहेको थिएँ भान्सासिरी त्यस्तो होइन म पनि बिग्रेर अगाडि बढेको मान्छे मैले मनमा धेरै कुराहरू सोचेँ मेरो वरिपरि सबैजनाहरू साथीभाइहरू जब भेटेँ म त्यो डाँडाको माथि वरिपरि सबै डाँडाको माथि मेरो साथी यहाँनिर ऊ त्यहाँ परेको यो कसरी यसले छेउमा रोपी जस्तो बनाउनु हो क्या हामीले यो सिन दामी हुन्छ नि त हामीले यही छेउमा रोप्नु हो यार कुरा बुझेन भयो त भइरहेछ क्या मामा मैले यो पनि देखाएर रहेछु कि मलाई बाइकको स्ट्यान्ड पनि आउँछ क्या तर भाइरलमा के हुन्छ भने नि यो भिरबाट खसिन्छ कि भन्ने डर हुन्छ नि त खसिएला ल एकछिन रोकाउनु बस्नु त्यहाँबाट आउने सर र यहाँसम्म यस्तो कसैले गरेछ त्यस्तो सिन कस्तो गरेछ नि त त्यहाँबाट सर आएर होइन यो फ्लो छैन भने यो फ्लो ठिक छैन क्या हाम्रो नयाँ भ्लगमा मामालाई स्वागत छ है त ल मैले तपाईँले भने ए भगवान् ल ल यता सोध्छौँ एकछिन सिनले मार्केट खायो गाइज बाल रहेछ यहाँ रमाइलो भयो बाल छ अब यस्तै ठाउँमा घर बनाउनु पर्छ है शान्त एकदम यो त बबाल लाइफ छ नि यता त
यस्तो ठाउँमा घर भए त बब्बाल मजा आउँथ्यो ऊ यस्तो बतासे डाँडामा आएर रमाइलो गरियो उता हेर क्या मामा विदेशबाट आएर अलिकति शान्त हुनु खोज्यो कि अलिकति फ्रेस हुनु खोज्यो अन्त विदेशबाट तनाव कुरा हो त्यहाँबाट फ्रेस हुनको लागि म नेपालमा आएँ तर नेपालको हालत उसै देखेँ क्या यो देशमा झट्टै बेला होइन अनि त्यो देशको मुटु हो नि यो काठमाडौँ यो देशको मुटु चाहिँ धमिरा परेको छ क्या बुझ्यो नि एकदमै के अरे खोलाले चाहिँ पुरै खोल्ची जस्तो बनाएको छ क्या यो देश कुन दिन यो सहर चाहिँ कुन यो सहरभित्र मान्छेहरू सबै उकुस मुकुस छ सबै कारणले गर्दा प्रकृतिले गर्दाखेरि पनि होइन प्रकृतिले गर्दा जस्तो अहिले काठमाडौँमा धेरै धुलो धुवा छ प्रदूषण यति छ कि डेन्जर छ अस्ति भनेको थिएँ नि त वर्ल्डको 1 नम्बरमा छ तर यस्तो हालत छ देशको आर्थिक अवस्था यस्तो छ त्यही आधारले म कहानी भन्न रोक सोच्ने अहिले बतामा तर हावा दामी छ यार पेट्रोल भयो अझै 1 राउन्ड हावा खाने विचार कति फ्रेस गऱ्यो कि मेरो दिमाग मलाई यो हावा यो पानी त छुएकै नै रहेछ नि सुख पनि छ तेरो कहानी पनि भन्दैन भन्छ यार हामी पेट्रोल कति छ एकचोटि मैले एक्लै जान सक्छु यस्तो बल हरियाली छ यार पानी पिने तरिका ल है त मामाको ल पानी पिने तरिका ल मामा नयाँ तरिकाबाट यो तरिका निको नयाँ भयो ओके ल नयाँ तरिका हेरौँ खोला पानी छोडेको पानी ल ल नदीको पानी हो नि त होइन झर्नाको पानी हो नि त ल ल ल म कफी
भएमा हाम्रो भाइरल मुभमेन्ट होइन हाम्रो कति खतरा हो क्या यहाँ त ल यो सिन चाहिँ सवार भयो कि म बुझेको न राजु समालको राजु मोबाइल राजु समालको गाडी कालो पारा त्यो चाहिँ धेरै पहिलाको कुरा हो क्या त्यो चाहिँ 2016 को बालाजी चोकमा यसरी मतलब म काम कहानी राम्रो छ सुन्न रे बा होटल के आया रे मलाई अनि बालाजी चोकमा यसरी होटल लुट्याउन रहेछ रात अनि राजेशमा हाल्नु तर दैलेन मादक पदार्थ ठ्याक्क गरेर हिँड्दैदेखि मैले यसरी उभिरहेको थिएँ क्या म पनि के अरे हिँडिरहेको थिएँ रोडको छेउछेउ हिँडिरहेको थिएँ अनि राजेशमा हजुर